हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी खाडा देवी जानु लागेको इसारा बोलाउँदैछौँ भाइ र म। आज चाहिँ बच्चा बच्ची छैन। हेलो 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 हामी चाहिँ जाँदैछौँ स्कुटीमा। रातभरि पानी परेको छ अनि यात्रा रमाइलो हुन्छ। त्यही माथि ज्याकेट बिर्सेछु गाइज। भातुरेले मलाई केही भनेन ऊ चाहिँ यत्रो ज्याकेट लाएर आएछ, मलाई चाहिँ ज्याकेटै छैन। अनि म चाहिँ अब थर घाम्दै जाने त होला नि। पुरा हिउँ परिरहेको छ आकाश। भन्दैन होला हजुर मामा हो र मामा अलि फर्किँदा होला नि त मामा। फर्किँदाखेरि ठिक्क हुन्छ। लेट्स गो बारी, वी आर गोइङ टु खाडा देवी। बाटो त गाइजहरूलाई देखाउनै पर्दैन, थाहा पाइसक्यो हिजोस्तिको भ्लग हेरेको भएदेखि। किनकि गाउँको बाटो यस्तै हो होइन। आज झन् चिप्लेर यस्तो पानी जमिरहेछ पोखरीमा, ताल बनिरहेछ होइन। तै पनि जाँदैछौँ दुई भाइ, बिस्तारै जाने हो। खुट्टी खुसी फाटे होइन के कान्छ गीत पनि के गाउँछ यार त फाट्दा के पोहोर साल खुसी फाट्दा जतन गरी मनले डाले त्यही साल माया फाट्यो त्यसलाई पनि मनले डाले यसपालि त मनै फाट्यो केले सिउने केले टाल्ने हो। बदल 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 गाइस, बाटोमा त देखाएर हुँदैन, म पनि सवार्नु पर्छ होइन भने ऊ छिटेर मका स्कुटीका मोबाइल कहाँ हुने होला। टेन्सन छ नि। राम 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 मरौटे भएछ अम्मै भातुरे। यस्तो हुस्सुमा त नि म त थर काम्न थालिसक्यो त अहिले नै। मन्दिर पुग्दा त छोरी त चिलिम पो होला जस्तो त। आमा यस्तो गाइज यो पहाड आची गरिदियो राम्रै गर्दैछ। यहाँ तल कुखुरा छ गाइज, त्यहाँ पेरुङ्गोमा लसुन लसुन कुखुरा गाडी ट्याक्सीहरू आइसक्यो। हिजो आयो होला यो सबै उता मजा ऊ हुँदै आएको होला, के हुँदै आएको रे, शीतका हुँदै आएको होला होइन। गाइज यो पहाड कटेर जानुपर्छ होइन। म बिचबिचमा अपडेट दिन्छु किनकि मलाई सम्हाल्नुपर्छ। एउटा हातले म धान्दिनँ होला। बाटोको हालत यस्तै हो गाइज। अब यहाँबाट चाहिँ उकालो लाग्ने हो, माथि लेक चढ्ने हो। सिउ गाइज। कालेलाई चाहिँ कुखुराले यहाँनिर सगुर गर्दैछ प्याच। कान्छ एक मुठी पानी ल्याएर त्यो पनि पखाल है। यहाँ कुलोमा पानी छ गाइज। अब यो जङ्गल कटेर जाने हो। पखाल्दैन अलिकति फेरि लाग्छ क्या तँलाई त्यो खुट्टा जान पनि त सक्छ नि त्यहाँ। लु चढौँ न त्यसो भए फेरि पनि। डाँडामा निस्क्यो गाइज। हामी चाहिँ तलबाट आएको गाउँबाट हामी यहाँ माथि निस्के गाइज। पाखाल भिर भन्छ यो। यसको नाम चाहिँ पाखाल भिर अरे। यो भिर फोड्नलाई कति दिन लाग्यो है यो रोड खन्दा। हामी त त्यतिखेर त रमाउँथ्यो नि। अब यो पाखाल भिरको बाटो चाहिँ यस्तो छ गाइज। अनि म चाहिँ सम्हाल्नु पर्ने हुन्छ होइन। मेरो भाइले चाहिँ
ल्याउन चाहिँ ल्याइरहेछ थेचार्दै भए पनि। क्यामेरा हल्यो भनेर नभन्नु होला गाइस, बिचको अपडेटहरू दिएको हो, माफ गर्नु होला। हामी जाँदैछौँ सिउ। फेरि पनि हुनेछ माथि 1300 पुगेपछि अब यो उकालो आए बन्द यतातिर बाटो हेरौँ है। हामी डाँडा उक्ल्यौँ अब 1300 हो है, 1300 हो हुन चाहिँ, तर उता पर उकालो होला। अनि अब घाम पनि लाग्ला जस्तो भइरहेछ। अघि भातुरेको कुराले त चिसो भनेर अघि त ट्याक्कै आउनु लाग्थ्यो नि मेरो त। एकचोटि त त्यस्तै चिसो भइरहेको थियो तल त, अनि चिसो भएर कस्तो गाह्रो भइरहेको थियो नि त गाइस। अनि अब हामी दुई भाइ जाँदैछौँ, घाम पनि उदाइसक्यो। अनि बिहानको सूर्य सनराइज पर है गाइस, म जुम गरेर देखाउँछु ल। ठ्याक्कै यहाँनिर छ मन्दिर चाहिँ, हामी ठ्याक्कै यहाँ पुग्ने हो। अनि अहिले चाहिँ हामी यहाँ छौँ, त्यहाँ पुग्नलाई धेरै टाइम छ गाइस। अनि हाम्रो पछाडि गाडी पनि आउँदैछ मन्दिरमा जानको लागि। अनि अब यस्तै हो गाइस, समात्नु पर्छ म चाहिँ। अब चाहिँ सक्दिनँ होला ल, फेरि अपडेट गर्छु बिचमा तपाईँहरूलाई, हेर्दै बस्नु होला। राम्ररी छ यता त, ए कति राम्रो पोखरीको माछा पुछ्रे फेवाताल बाइक नाच्छ यार, खतराले नाच्छ। पहिला यही बाटो हामी हिँड्दै आउँथ्यो गाइस बच्चा बेलामा। खाँडादेवी मन्दिर जाने भनेपछि त ए रमाएर राति नै नुहाएर होइन पुरा रेडी भएर के हिँड्दै कम त हिँडेर आउँदैन थियो, रमाउँदै, खुट्टा पनि नदुख्ने। बच्चा भनेको त त्यस्तै हो नि, बालापन। अब त्यो उकालोमा मैले पक्र्नु पर्ने हुन्छ गाइस। अहिले चाहिँ राखेँ ल, म अब त्यो उकालोको लागि रेडी हुनु पर्यो। सिउ गाइस। यताबाट चाहिँ गाइस खाँडादेवी मन्दिर जाने हो, अनि यताबाट चाहिँ गाल्पा सैलुङ जाने हो। सैलुङ पनि जानुपर्छ गाइस दसैँपछि। अब हामी चाहिँ खाँडादेवीको यात्रा यहाँबाट स्टार्ट हुन्छ। रोड चाहिँ यताबाट छुट्टिन्छ। दुई भाइ जाने हो। ल कस्तो छ हो बाटो। मेन चिप्लिने भनेकै यो एरिया हो। जुगा पनि त आउँछ नि त्यो बेला। अनि हिँडेर आउँदाखेरि जुगा टाँसेर एकचोटि भयो, यति माथि उफ्रेको होइन जुगा त। निस्किँदै ननिस्किने भनेको जति तान्यो होइन झन् टाँसेर बस्ने। म त गएँ रोको नि ननिस्केर जुगा। अनि रुगा के अरे, अनि त्यसपछि त रगतै निकालेर कति दिनसम्म पनि त्यो चिलाउने दुख्ने हुने जुगाले टोकेको ठाउँमा गाइस। त्यस्तो हुन्छ त। यस्तै हो रामेछाप। हाम्रो रामेछाप भनेको चाहिँ यही हो गाइस। चिसो मौसममा अब यो ओह्रालोमा के हुन्छ थाहा छैन, बिस्तारै लिएर हिँडै काले टिटिट। यो बिच लैजानु पर्यो। मैले यो दसैँमा स्कुटी चलाऊँ भनेको त गाइस हिम्मत हार गयो अरे, सक्दैन जस्तो छ बाटो यस्तो। अनि गीत पनि कस्तो न, यसले यस्तो गाएको हो न गीतै यस्तो हो गाइस। मैले चाहिँ बुझ्न सकेन है। अब उसले गाएपछि आफूले सुने होइन, अब त्यही होला भन्नु पर्यो होइन। गाह्रो छ नि मलाई गीतको च्याउ टुप्पै नमिलाएर गाइदिन्छ परे चाहिँ।
कि छ भनेर क्या ल अब छ अरे सर्च गरेर हेर्नु है त्यही हो कि यहाँसम्म चाहिँ ठिकै होला लु यो गीत बनाउने मान्छेलाई चाहिँ बधाई नै दिनुपर्छ कसले बनाएको आया अब हामी पुग्नु लाग्यो भन्न नमिल्ने हतिरै उछिटेर खुट्टामा जुगा टास्यो भने चाहिँ के गर्छ त टास्यो भने जुगाले कहिले पनि राम्रो रगत खाँदैन त्यसले भनेको चाहिँ ड्यामेज भएको हाम्रो शरीरलाई नचाहिने खालको रगतहरू खान्छ अरे म त यदि आकस्मिक टाँसिहाल्यो भने पनि दिइहाल्छु अब यो पोखरीमै डुबाएर लाने हो गरिदिन्छु त्यो चाहिँ अब शरीरको नराम्रो रगतहरू चाहिँ सबै जुगाले खाएर जान्छ भनेर भन्न त भने तर डर लाग्छ मुखले चाहिँ भन्ने होइन लास्टमा वास्तविकमा आएर वास्तविक पनि वास्तविक वास्तविक भेट्दैन होला हामी बाइकमा त आउँदैन बाइकको टायरतिर चाहिँ टाँस्न सक्छ है टायरमा टाँसेर खुट्टामा उछिटिनु अरे त्यस्तो उठ्ने खालको पनि आउँछ तर हाम्रोमा त्यस्तो उठ्ने खालको चाहिँ छैन Oh my god. यहाँ चाहिँ म भन्न सक्दैन है अब मैले यो भ्लग छ के भनेको ठेगान छैन स्टार्टै बन्द भएपछि झन् अहिले सिलिलिलिलिलि जान्छ होला भन्ने जस्तो भएछ अहिले आउँदा चाहिँ गाह्रो हुन्छ होला गाले अहिले आउँछ अलि ओमानो होला नि त गाडी गाडी आउला एक दुईवटा अनि घाम एकलट घाम लाग्दै त एकलट घाम लाग्दै त राम्रै हुन्थ्यो गाइस दुई भाइको लागि बेहतर हुने थियो हात पनि चिसो भइरहेछ चिसो चिसो हावाले हो कान्छा त म लिरिक्स बिगार्छ भन्छ मेरो साथीहरूले होइन म भन्दा मेरो भाइको हतार रहेछ यार लिरिक्स बिगार्नको लागि आयो चिसो चिसो हावाले लय पनि आफ्नै पारामा हो कि लिरिक्स मात्रै आफ्नो भनेको त अनि त्यसपछि हेलमेट खोइ आज बाबाले त मलाई नि भन्दै थियो पाइट टी सर्ट ला अनि क्याप ला जुत्ता ला भइगयो नि भन्दै थियो क्या खुट्टा देखायो भने त त्यहाँ अनि डुबी 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 अघि हामी पर डाँडाबाट आएको अहिले हामी वारी डाँडा आइसक्यौँ गाइस भ्यू हेर्नु होला रामेछापको भ्यू कति दामी छ मैचाङको जिउ जाडो टुप्पी टाढो घर जाऊ भने घर टाढो फेरि पनि पानीमा हाल्नुपर्ने स्थिति आयो भातरै बिस्तारै लजाल कले 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 यहाँभन्दा मुनि चाहिँ गाइस यस्तो भिड छ होइन अनि हामी त्यो परको डाँडाबाट आएको अघि ल हेर्नुहोस् गाइस हाम्रो स्काई ब्लू स्काई क्या दामी देखिन्छ यार खत्रै देखिरहेछ होइन लाइक बादलसँग मिक्स भएर के वाउ व्हाट अ नाइस भ्यू व्हाट अ नाइस भ्यू भाइचा नै त लाखे आम्बो भित्ताबाट हिँड्नु खान्छ छेउबाट भरोसै छैन चिप्ले कि दुई भाइ बरु भित्ताबाट हिँडेपछि त आखिर रोडमै त बसिन्छ त्यही भएर अलवेज भित्ता रोज्नुपर्छ है गान्छा बाटो चाहिँ
टावर पनि दामी छ। अब 1212.2 लैजाउँला पिरती। अब चाहिँ हुन्छ होला लाइन। आई थिङ्क स्टार्ट नाउ। यता पनि अहिले दक्षिणकाली जत्तिकै हुन लागिसकेको छैन पूजाको थालीहरूदेखि। ल फाइनली वी आर इन खाडा देवी टेम्पल। We are here. अब हामी चाहिँ लागेको गाइस। खासै लाइन चाहिँ छैन रहेछ आज। यो चाहिँ हाम्रो फ्यामिलीको तर्फबाट पूजा छ। पहिला म लाइक ठ्याक्कै 5 वर्ष अगाडि आएको भनौँ, त्यतिखेर चाहिँ यतातिर फुलहरू फुलिसकेको थियो कि। योपालि दसैँ अगाडि भयो नि है, अलि अगाडि भयो, त्यही भएर फुलहरू चाहिँ फुलेको छैन रहेछ गाइस। भोलिपर्सि यो फुल फुल्दाखेरि नि वाउ हुन्छ कि वाउ, यस्तो दामी हुन्छ। यहाँ हेर्नु न, यो भ्यूको लागि भए पनि आउनु है खाडा देवी चाहिँ, मिस नगर्नु होला। Oh my god, यो भर्याङ माथि तल 10 चोटि हिँड्यो भने एक्सर्साइज कम्प्लिट आजको। सास लाग्यो त मलाई त। सरस्वती युवा क्लब ए जुत्ता राख्ने ठाउँ। त्यो भाले कस्तो गरुङ छ है गाले। म त खोल्दिनँ ल। कहाँ खोल्नै पर्छ नि, कि त भित्रै जानु भएन। अनि यहाँ यो पिच्छेसम्म जानु पाउँदैन। खोल भने केही हुँदैन, त्यो खोल म हाल्दिनँ। आछ्यु, अनि अहिले कसरी लाउने? हामी चाहिँ इन्ट्री भयो। घन्टी बजा, यहाँ इन्ट्रीको बजा न। कस्तो वाह, इन्ट्री हो गया। भाले राख्ने ठाउँ छुट्टै रहेछ। लासो बाजे लासो कहाँबाट लाइन? पिच्छेबाट छ लाइन। ओके, we are here. Nabok. पछाडिबाट होला जान्छ लाइन। मैले पछाडिबाट भनेको त नि लाइन। म यहाँ माथि बस्छु ल।
लाइन बसेर आइज कुखुराको टिकट काट्दैछ यहाँनिर गाइस म पनि काट्छु ल कुखुराको लागि टिकट काट्नु पर्ने अरे त्यहाँ पुग्यो काले भर्खर लाइन यता अगाडि कस्तो लामो छ नि कुखुराको टिकट धेरै मान्छे आउँछ बट्टाबट आउँछ गाइस लाइन ए राम्रै गरेछ त नि मेरो त केही छैन भागिसक्यो अङ्कल नेपाल थोक आइसक्नु भएछ कोठामा हो क्या हो भने यहाँ हेर कहाँ रहेछ रोजन 15 मिनटमा आइपुग्छ अरे अनि हामी पनि आइपुग्छु भनेको ए धारा त बन्द पो गर्नुपर्छ नि अटोमेटिक जस्तो लागेछ कि माफ पाऊ हजुर ए फेरि चप्पल नलाइकन खुट्टा धुनु चप्पल त पर्दैन त्यतिक लगान चप्पल यतिक लगान हुन्छ अब अघि जस्तो पर्दैन त्यो रगतमा प्याज कुल्चेर ल आउनु बाजे अब जाने त होला नि बिस्तारै अब हामी चाहिँ ओर्लिँदै हो यस्तो ठाडो बाटो पनि के किन अब रागा त माथिबाट ढुङ्गाएर ल्याउन सक्दैन मान्छेले अनि डोरी लाएर 3-4 जनाले गरम ताने ल्याउने ओ ओके त्यसको लागि चाहिँ ठिक छ मेरो लागि चाहिँ यो म यहाँ चप्पल हेर्न तल एकैचोटि उहाँ तल निस्किन लागिसक्यो यस्तो पाराले हुन्छ त हुँदैन नि ओके केही छैन आई विल म्यानेज म जाँदैछु बिस्तारै हाम्रो फ्यामिलीको पूजा सम्पन्न भयो गाइस अनि कालै तेरो पछाडि ढाडमा त आची हो कि क्या हो कुखुराको खै हेरौँ के रहेछ ए होइन रहेछ अबिर रहेछ अबिर यहाँ ला झन् सिन्दुर पनि लगाइदिएँ मैले छैन रगत त छैन अम्मै एक्सिडेन्ट भयो पेरुङ्गा मस्त हुन्छ यो उदिनु पर्छ हैन टोकरी ओके अब टोकरी दिएर यहाँको प्रसाद चाहिँ लाने हो टाङ बनाउँला लुज भएपछि टाङमा भइहाल्छ के खाने हो कि रेड बुल खाने हो बिहान केही नखाइकन रेड बुल सिधै ओके एज यो विश रेड बुल नै खाने होला हैन रेड बुल पनि ल्याउला बाहिर अब हिँडेको घर नमस्ते तपाईँ पनि आउनु भएको पूजामा म 1 महिना भयो हजुर कक्का हम चलते हैं दुआ में याद रखना कहाँ हो स्कुटी यहाँ किन नखाएको रेड बुल के खाइसक्यो तेरो त रेड बुल एउटा त ल्याएको त्यो त 180 भन्दै थियो त दाइले का 180 बाहिरको मान्छे होइन नि 9 मा भने यो त 150 दाइलाई डिस्काउन्ट दिएछ त्यो सेरेमा कसो हुन्छ ल अब जाउँ ल यो डिक्कीमा हाल्न जान्छ प्रसाद आया सुटु भन्छ त कुखुरा त यार भुइँमा पुत बक्समा ल्याउनु पर्यो पेरुङ लाए पेरुङ सेर फाल्नु फोन गर्दै छु पेरुङ फालिन्छ रे
गाइस हँसायो हाम्रो भातुरे छोराले फोन गरेर चाहिँ छुट्टु गर्दा छैन कुखुरा त भुइँमा बहुत खुट्टाले अटाउनु पर्ने चाहिँ त्यसलाई मजाले हामी फर्केको ल गाइस अब घाम लाग्यो मलाई जाडो भएन मिसनले भने जस्तो मलाई जाडो भएन अघि बिहान त नि थररै कामेको त बाइकमा अनि त्यस्तै पाराले यहाँ माथि जाडो भएको भए त म कक्रक जाँदैन घर पुग्दा कोही बात नहीं अब हामी जाँदैछौँ गाइस घर गएर भालेको मासु गम गम खाने हो मासु भात अरे अझ भोक चाहिँ लास्ट लाग्यो यार खासमा मैले त खाँदा हुन्थ्यो अघि बिहान पनि पूजा नगर्ने मान्छेलाई होइन मलाई चाहिँ कसले भोकै आइज भनेको थियो होला र तँलाई साथ दिएको नि उता दक्षिणकाली जाँदा त दक्षिणकाली पुग्ने बित्तिकै अन्डा र चना स्याप नजरा कैसे चुराऊ नाच आमा म टिकटक बनाउने रे गाइस बोलर साध्य छ टिकटक के खालको टिकटक बनाउँछ होला त्यस्तै गीतमा त जहिले लोकदोरीमा बनाउँछ किन टिकटक चाहिँ गाइस आई एम हियर हाम्रो दुई भाइको फोटो पछि को यात्रा फोटो पछिको यात्रा अब फोटो र टिकटक एउटा एउटा बनाए हैन यात्रा रहेछ जिन्दगी तेरो गीत चाहिँ आफ्नै पारक छ के गर्नु र मेरो भाइको गीत आज एउटा एल्बम बनिसक्यो एउटा हैन 3-4 वटा एल्बम बनिसक्यो गाइस छिटै आउँदैछ बजारमा सुनिदिनु होला हैन भातुर यहाँबाट चाहिँ दामी आउँछ के फोटो रोक 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 गाडी घर बिजोग छ गाइस कसरी लाने हो जाने होला गाइस अरे आज जित्ने होला हैन बिजोगले अरे त हेर न टायरको हालत सब हिँडेर आएको छ अनि गाडी लान्ला रहेछ पुनः टायर सिधाइदियो टायर त भित्री देखेछ बाहिरपट्टि छ छाला गएछ सबै अब त अब उ यही उकाल्नेर अलिकति अप्ठ्यारो होला तपाईँले चाहिँ खाल्टो चिरेर माथि चढ्ने ठाउँमा त्यहाँ चाहिँ गाह्रो होइन गाह्रै होला अलि लचक लोड भएको भए चाहिँ अलि लोड भएको भए चाहिँ त्यही एक ठाउँमा हो नि त काम खाली छ बिस्तारै जाउँ खालीमा चाहिँ जाँदैन कनेक्ट भयो मेरो तैँले वाइफाई छोडिदिएको छ ओके म चाहिँ भिडियो बनाउन थालेको थिएँ हामी अब गाउँमा आइपुग्यो भनेर के माथि जङ्गलबाट सहरमा पसे अब बाटो चाहिँ यस्तै हो के गर्नु गाइस पीडा छ नि मुटु माथि ढुङ्गा राखी हाँस्नु परेछ त्यसै कहाँ रुन्थेर म पीडा परेछ अनि चरा यही होइन त मेरो भदा त माथि डाँडामा आइपुगेछ गाइस हामीलाई लिन लागि नै मन्दिर जाने भनेर यता परेको बाजेसँग हामी चाहिँ यता छौँ गाइस अब हामी घर आइपुग्नु लाग्यो सानो हाई भन्दियो सानो हाई भन् क्यामेरा हाई भन्दियो हेलो मुख पनि धोयो कि धोएन हौ मुख धोयो कि धोएन अमै अहिले लोड म सानो त के हो परा कुखुरा माथि त ऊ बसिरहेछ ओ माई गॉड बाबा फुट चेक के तिमी ओ माई गॉड वी आर अन द वे अब हामी घर आइपुग्नु लाग्यो गाइस जिन्दगीमा कहिले कहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले यस्तो पनि हुँदो रहेछ यस्तो गर्ने हो
के हो यार आमा हिजो त मसँग के गर्छ तेरो छोराले जुत्ने हो अरे मुड्की पारेर के लुगा धुने ठाउँमा त आईसँग त जुत्ने हो गर्छ गाउँ त छोरा गीत गाऊ तिम्रो त दुश्मन हेरेको हेरे डङडङ डङडङ र हामी चाहिँ गाइज फाइनल घर आइपुग्यो हाम्रो काले यहाँ काले लिन आएको आऊ काले आऊ हामी चाहिँ घर आइपुग्यो गाइज सकुशल गएर आएर अब हाम्रो हाम्रो यहाँ चाँदनी र कालु आइछ के छ केटा हो हाम्रो ज्यास्मी यहाँ राते यहाँ यति भन्दै आजको भिडियो यही टुङ्गाउँछु बाई बाई गर्छ न बाई भन् बाई यहाँ गर नि क्यामेरामा